पनि म केही दिन अगाडि आउँदाखेरि दीक्षा नानीले रुँदै खेलाउन चाहियो अङ्कल भनिसकेपछि आज म यिनीहरूलाई भेट्न आएको छु र म केही खेलाउन बाट पनि ल्याइदिएको छु है अन्त भाइ के गरिरहेको छ एकदम सरप्राइज दिन्छु म नानीहरूलाई अस्ति गोबडा भनेर रुनेको हो खेलाउन गोलेलाई गोबडा हो अनि छोरी अस्ति रोको होइन खेलाउन चाहियो भनेर ल ल कसलाई के चाहियो भन के चाहियो ल गोबडा एउटा तिमीलाई एउटा गोबडा ल नानी तिमीलाई यो चाहिँ फुटबल चन्दुलाई चन्डु अलि यता ल यो चाहिँ मेरो छोरीलाई गुडिया जस्तो छोरीलाई दिन्न म तिमीलाई यो मेरो लागि हो पछि तिमी किन रोको भन हजुर आनुभयो भनेर गुडिया चाहियो भनेर ल मेरो छोरीलाई मैले गुडिया ल्याइदिएको छु राम्रोसँग पढ्नु है पढ्नु के नानीलाई यो भित्र धेरै खेलाउने पनि छ यसरी बोक्ने पनि ल यो भित्र धेरै छ मिलाउने है यो ब्यागको सान रहेछ ल यो तिम्रो है खै अब यो मात्र होइन सन्ध्यालाई यो बल भयो ल यता आऊ न छोरी यता आऊ बगर ल यो अस्ति कसले भनेको यो चाहिँ मेरो लागि ल है ल गर त ल गर त छोरी यस्तो गर त ल होइन सबै ल्याइदिएको छु मैले यो ल तिमीलाई यो गर्ने पनि हुन्छ पुग्ने पनि हुन्छ तिमीलाई यो पनि छ ल एउटा बस्यो पछि चाहिन्छ ल बेला दीक्षा नानीको घरमा छु केही दिन अगाडि म आउँदाखेरि दीक्षा नानी छोरी चाहिँ एकदमै खेलाउन चाहियो गुडिया चाहियो अङ्कल किन ढिला आएको भनेर रोइराखेको थिइन् अनि नानी रोइसकेपछि म गुडिया ल्याइदिएर खेलाउनाहरू ल्याइदिएर आउँछु भनेर भनेको थिएँ र आज म